आज चाहिँ यहाँ माछा निकाल्छु भन्दैछ किशोर मामाले। रड निकालेर सिक्किम पठाइदिने अरे। त्यही कारण माछा निकाल्ने प्रोसेस सुरु हुँदैछ। हराउँछ नि यो कुवा यस्तो नउयो रहेछ। यो पनि एकै दिनमा बनाएको त दुईजनाले। मैले ढुङ्गा बोकेर खाँदै गर्नु रहेछ कोही केही बेला त के गर्नु पाल्नु ठुलो जति त भात बेसी भएको नि कसरी चाहिँ अन्त उयो अठाउनेर हुन्छ नि अहिले किन माछा त देख्दैन किन परिहाल्छ नि परिसक्यो होला म छेकिदिन्छु नि त जोको राख्नु न उता कुनाबाट लानु न माछा सबै यता आइसक्यो। पर्छ नि ठुलो पर्छ त्यो अलिक उ गर्नुहोस् त्यो त ठुलो छ नि यो त ठुलो हौ ठुलो त होस् अम्म नटिदिनु कहिले खाइसक्नु कता उता गर्नु अब त्यही यसो ल अम्मु यहाँ दिनु त खा म तपाईँले छेक्दै आउनुहोस् यता छेक्दै खुट्टाबाट जान्छ नि परिहाल्छ लु कम्ती ट्राई गरेको निकाल्नु आयो डोको पानी पानी सुकाइदिउँ क्या हौ कहाँ कहिले सुक्नु अहिले माछा बिजोको हुन्छ नि काटेर यो पानी बनाउनु पर्छ नि जम गर्छ नि एउटा अहिले जानु बच्चा कस्तो दम गर्यो दुसरा काका यसो गर न मजा पनि लाग्यो यसो गरेर खप्पै सुरु गर्नु कुनामा खेल्दै कुनाबाट लाग्नु टङ्कै छ नि यिनीहरू बोइ झिग्रा हेर्छ कि पोका कहाँ छ हौ त्यो हौ त्यो आयो है आउँदैन नि कता गयो माछा कहाँ यता काट्नु पुग्छ नि झार्नु मर्छ मर्दैन एकैछिन कहाँ मर्छ हौ मर्दैन हौ लु न यो ताउली लु